सुकुम्बासी बस्ती खाली गर्ने बारे प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक गरे आफ्नो धारणा। भन्छन् हामीले बाचा बिर्सिएका छैनौं, सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं। प्रधानमन्त्री बालेन्द्र शाहले भने ढुक्क हुनु, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं। सुकुम्बासी बस्ती खाली गर्ने सरकारको योजनामा सुरक्षित आश्रयस्थल पुर्याउने, खानपानको व्यवस्था गर्ने। सरकारले भनौं सुकुम्बासी बस्ती खाली गर्दा बल प्रयोग गर्नु हुँदैन। सुकुम्बासी स्थानान्तरण प्रक्रियामा खाना र बासको जिम्मा महानगरको, संघ सरकारले स्वास्थ्य टिम खटाउने। सुकुम्बासी बस्ती हटाए लगत्तै नयाँ पूर्वाधार निर्माण गर्ने सरकारको निर्णय। सरकार सुकुम्बासीको विषयलाई राजनैतिक मुद्दा बनाउँदैन, अनुरोध गरेर सुकुम्बासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्छौं भन्छन् सरकारका प्रवक्ता सस्मित पोखरेल। नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न समिति गठन। काठमाडौँ अदालतले उद्योगी शेखर गोल्छा विरुद्ध अनुसन्धानका लागि 4 दिनको म्याद थप गर्यो। निजामती विधेयकको मस्यौदा तयार, कर्मचारी ट्रेड युनियन नरहने। नेपाल प्रहरीले भनौं टाटा बाटाले सुकुम्बासीको पहिचान दुरुपयोग गरिदिए। संघीय निजामती विधेयक, कर्मचारीको उमेरहद 60 वर्ष प्रस्तावित, अन्य के छ नयाँ व्यवस्था हेर्नुहोस् आजको समाचारमा। कस्तो अवस्थामा छ रानीवनमा सुकुम्बासीका लागि बनाइएको भवन हेर्नुहोस् आजको समाचारमा। तनहुमा बस दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 27 जना घाइतेलाई पोखराको मणिपाल हस्पिटल रिफर। काठमाडौँको साँखुमा लागु औषध कारोबारी सुनाउने क्रममा प्रहरीको ब्युरोले चलायो गोली। अर्थ मन्त्रालयको चासोपछि नेप्सेले फिर्ता बोलायो CDSCO। सिन्धुली हिरासतमा व्यक्ति मृत्यु प्रकरणमा DIG आचार्यको समेत जगतमा छानबिन समिति गठन। सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परियारको काठमाडौँमा 3 तले घर। उशृङ्खल र अराजक गतिविधि गर्नेमाथि कारबाही गर्ने नेपाली सेनाको चेतावनी। निर्माण सामग्री उपलब्धता हटाउन, सहज बनाउन स्थानीय तहलाई केन्द्र सरकारको अनुरोध। विपिन जोशीको परिवारलाई 10 लाख सहयोग उपलब्ध गराउने सरकारको निर्णय। मानव अधिकार आयोगले भनौं वास्तविक सुकुम्बासी पहिचान गरी व्यवस्थापन गर। बुटवल उपमहानगरपालिकाले उच्च अदालत बुटवलको अतिक्रमित सरकारी जग्गामा रहेको अनधिकृत घरटहर हटाउन डोजर चलाउने तयारी। धादिङ नुवाकोट र रसुवाका बस अब नयाँ बस पार्कबाट मात्रै छुट्ने। गरिब विपन्न र सुकुम्बासी माथि सरकारले अमानवीय र असंवेदनशील व्यवहार गरेको नेकपा एमालेको भनाई। निवर्तमान गृहमन्त्री सुदन गुरुङको बैंकिङ विवरणबारे नबिल बैंक भन्छ हामीले गोपनीयता भङ्ग गरेका छैनौं। थापाथलीमा आँसु र अनिश्चितताको विदाई, बस्ती खाली गरिँदै। नेपाली कांग्रेस भन्छ सुकुम्बासी समस्याको दीर्घकालीन समाधान हुनुपर्छ, दमन होइन विकल्प रोज्नु पर्यो। वर्तमान सरकार फाँसीवादी शैलीमा अगाडि बढेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपाका महासचिव CP गजुरेलको दाबी। विश्वविद्यालयमा प्रहरी बल प्रयोग र विचारधारा निषेध गर्ने शैलीको कांग्रेसद्वारा विरोध। बालेन्द्र नेतृत्वको सरकार साम्राज्यवादी दलहरूको एजेन्ट भएको धर्मेन्द्र वास्तोलाको आरोप। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल भन्छन् राष्ट्र निर्माण केवल सरकारको मात्रै काम होइन। कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित, आजसम्म सर्वसहमत उम्मेद्वार बनाइने। युवा नेता रञ्जन कार्की भन्छन् राप्रपा अध्यक्ष लिङ्गदेन विरुद्ध बोल्दा राप्रपाबाट लखेटिए। पश्चिम एसियाली मुलुक स्थित नेपाली नियोगहरूमा र्यापिड रेस्पोन्स टिम स्थायी बनाइँदै। परराष्ट्र मन्त्री खनाल र जोर्डनका समकक्षी सफादीबीच टेलिफोन वार्ता, नेपाली नागरिकको सुरक्षाका विषयमा चासो। दक्षिण पूर्वी एसियाबाट 612 नेपालीको उद्धार, कम्बोडियामा संगठित अपराधमा थप नेपाली पक्राउ। किसानलाई जल, जंगल र जैविक स्रोतमा पहिलो अधिकार दिन सांसदहरूको जोड। निजी क्षेत्र भन्छ धरपकड, थुन्चेकले निजी क्षेत्र निरुत्साहित भयो। पूर्व राजा ज्ञानेन्द्र शाह पोखरामा विमानस्थलमा गरियो स्वागत। त्रिचन्द्रका विद्यार्थीहरू सडकमा, सरकारी प्रतिबन्धको तयारीको विरोध। नेपाल मेडिकल काउन्सिलले गर्यो 17 जना चिकित्सकको नाम दर्ता खारेज। रोकियो शेयर बजारको गिरावट, 3 कम्पनी बढे 15% भन्दा बढी। 3 ब्याटरको अर्धशतक प्रेरणामा नेपाल एक क्रिकेट टोलीले ओमानसँगको दोस्रो एक दिवसीय खेलमा जितसँगै श्रृङ्खला बराबरी गर्यो। एसियन बीच गेम्स वर्षाका कारण नेपाल र बंगलादेश बीचको खेल स्थगित। पश्चिम एसियामा आइपुग्यो तेस्रो अमेरिकी विमान वाहक युद्धपोत। अमेरिकी गोल्ड कार्ड भिजा कार्यक्रम अन्तर्गत अहिलेसम्म 1 जनालाई मात्र भिजा। राष्ट्रसङ्घद्वारा विपक्षी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी। इरानद्वारा मित्र राष्ट्रलाई होर्मुजमा शुल्क छुट, रुस पनि समावेश। लेबनान र इजरायल बीचको युद्धविराम 3 हप्ता लम्ब्याउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। EIमा खर्च बढेसँगै 8000 कर्मचारीलाई कामबाट निकाल्दैछ मेटा। र स्वास्थ्यसँग सम्बन्धित जानकारीमा फ्रिजमा राख्दा किन कालो हुन्छ पिठो लगायत देश विदेशका 35 महत्त्वपूर्ण समाचारहरूको विवरण लिएर आएका छौं। हाम्रो भिडियो सामग्रीहरू अन्तिमसम्म हेरिदिनु होला। देशमै बसौं, देशमै केही गरौं, लोकसेवा तयारीका लागि टिम सन्देश नै रोजौं। एक पटक भर्ना जागिर नहुँदासम्म ढुक्क।
शुभ प्रभात। इनसाइड नेपाल न्युजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म पुष्प दाहाल। आज मिति 2083 साल वैशाख महिनाको 12 गते शनिबार, इस्वी सम्वत अप्रिल 25 2026। आज वैशाख शुक्ल पक्ष नवमी तिथि। आज सीता जयन्ती व्रत विश्व औलो दिवस। दर्शकबिन सदाका दिन जस्तै आज पनि हामी देश विदेशका ताजा समाचार सहित तपाईँ उपस्थित भइसकेका छौँ। तपाईले हाम्रो न्युज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ कृपया आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनुहोला। प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनुहोला। आउनुहोस् आजको समाचार सुरु गरौँ। सुकुम्बासी बस्ती खाली गर्ने बारे प्रधानमन्त्री बालेन्द्र शाहको धारणा सम्बन्धी प्रसङ्गबाट। शनिबार वा आइतबार भित्र काठमाडौँका खोला नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार यसबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो स्टाटसमा अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने र देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथासक्य चाँडो जग्गा वितरण गर्ने बताउनु भएको छ। काठमाडौँका खोला किनार बाहेक अरू हजारौं परिवार छन् जो वास्तवमै पीडित छन् अनि देशभर लाखौं सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौं, अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौं। देशका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं। वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ उहाँले भन्नुभएको छ। सरकारले शनिबार र आइतबार काठमाडौँको थापाथली लगायत नदी किनारका अव्यवस्थित बसोबासी हटाउने तयारी गरेको छ। उहाँको स्टाटसमा भनिएको छ, बिर्सनु भयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नु परेको अनि सरकारले उद्धार गर्नु परेको दृश्य। यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि हो। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनु पर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु। सोच्नुहोस् त, अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलवाड गर्दै त्यही हालतमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने हो? उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौंदेखि झुलाइयो त्यसैगरी अबका वर्षहरूमा पनि झुलाइराख्नु? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्यो भन्दा सुरक्षित ठाउँमा जानु हो? पक्कै पनि जोखिम रहित व्यवस्थापन उहाँहरूको अधिकार हो। त्यस्तै नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदी खोलाहरू दुर्गन्धित भइरहेका छन्। यो स्थानान्तरणले काठमाडौँको ढल निकास प्रक्रियालाई सहज बनाउनेछ। यी विविध कारणले नै थापाथली, गौरीगाउँ अनि मनहोरा लगायतका काठमाडौँका खोला किनारका जोखिमपूर्ण अवस्थामा रहनुभएका उहाँहरूलाई बल प्रयोग नगरी मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागि हो। मैले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका सरकारका 100 वटा गर्नै पर्ने काम, सुकुम्बासी व्यवस्थापन बुँदा 91 र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा 92 हामीले बिर्सिएका छैनौं। ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौं, उहाँले स्टाटसमा लेख्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले एक स्टाटस लेख्दै वास्तविक सुकुम्बासीलाई चाँडो जग्गा वितरण गर्ने पनि बताउनु भएको छ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं बालेनले भन्नुभएको छ। वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेमा ढुक्क रहन पनि उहाँले अगाडि भन्नुभयो। साथै उहाँले वर्षाको बेलामा हुन सक्ने दुर्घटना आउनु अघि नै सचेत हुनका लागि यो काम अगाडि सारिएको बताउनु भएको छ। सरकारले उपत्यकाभित्रका अव्यवस्थित बस्ती हटाउनका लागि सबै सरकारवाला निकायहरूलाई जोडेर विस्तृत कार्ययोजना तयार गरेको छ। बस्ती हटाउने विषयमा शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको विभिन्न निकाय र सरकारवाला पक्षको बैठकले 11 बुधे निर्णय गरेको छ। उक्त निर्णय अनुसार ती बस्तीबाट हटाएर सुरक्षित स्थानमा लैजाने, खानपानको व्यवस्था गर्ने र भेरिफिकेसन क्याम्प मार्फत सुकुम्बासी पहिचान गरिनेछ। बस्तीका मानिसहरू सार्नका लागि सरकारी गाडी प्रयोग गर्ने लगायतका निर्णयहरू भएका छन्। सरकारले नदी किनारमा रहेका सुकुम्बासी बस्तीलाई हटाउन बल प्रयोग नगर्ने स्पष्ट पारेको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा एवं युवा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रहरीको बल प्रयोग गरेर सुकुम्बासी बस्ती खाली नगरिने बताउनु भएको छ। जबरजस्ती प्रहरीको बल प्रयोग गरेर डोजर लाउने त्यो योजना छैन। हामीले चाहिँ उहाँहरूलाई रिक्वेस्ट गरेर उहाँहरूलाई चाहिँ सेफ ठाउँमा चाहिँ त्यताबाट सार्नको लागि सरकारले चाहिँ अगाडि बढाइरहेको हो। सिंहदरबार स्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले यस्तो धारणा व्यक्त गर्नुभएको छ। जबरजस्ती प्रहरीको बल प्रयोग गरेर डोजर चलाउने योजना सरकारको छैन। हामीले उहाँहरूलाई सेफ ठाउँमा त्यताबाट सार्न सरकारले काम अगाडि बढाएको हो उहाँले भन्नुभएको छ। पार्टीको वाचापत्रमा भएका कुरा, कार्ययोजनामा भएको कुरा र निर्णयमा प्रतिबद्ध रहेको पनि उहाँले बताउनु भएको छ। वास्तवमा 3 वटा सुकुम्बासी बस्ती जहाँ विगतमा बाढी आउँथ्यो, पोखरेलले भन्नुभयो बाढी आएपछि ज्यान बचाउन भाग्नुपर्ने अवस्था पनि यसअघि विभिन्न
वर्षहरूमा आएका थिए। देशका सबै ठाउँका सुकुम्बासीको दीर्घकालीन समाधान गरिने भन्दै उहाँले सुकुम्बासीमाथि विगतमा हुने गरेको राजनीति अब नहुने धारणा व्यक्त गर्नुभएको छ। पोखरेलले प्रारम्भिक चरणमा बाढीको जोखिम रहेका उपत्यकाका 3वटा सुकुम्बासी बस्ती हटाइने र सुरक्षित स्थानमा राखिने पनि बताउनुभयो। काठमाडौँका सुकुम्बासीलाई स्थानान्तरण गरिएपछि उनीहरूलाई खाना र बस्नको व्यवस्था काठमाडौँ महानगरपालिकाले गर्ने भएको छ। शनिबार र आइतबार स्थानान्तरण गर्ने र त्यसपछिको व्यवस्थापनबारे शुक्रबार शहरी विकास मन्त्री सुनिल लम्सालले सरकारवालासँग छलफल गर्नुभएको थियो। सोही छलफलपछि तय गरिएको योजनामा सो कुरा उल्लेख गरिएको छ। सुकुम्बासीलाई आश्रय स्थलमा ओसारिसकेपछि उक्त स्थलमा खाना खाजा पानीको व्यवस्था काठमाडौँ महानगरपालिकाले गर्ने सहमति भएको छ। त्यसैगरी अल्पकालीन बासको व्यवस्था गर्ने जिम्मा पनि महानगरलाई नै दिएको छ। उपचारका लागि संघीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मेडिकल टिम खटाउने भनिएको छ। त्यस्तै अन्य दैनिक उपभोग्य सामग्री र पानी लगायतका अत्यावश्यक आपूर्ति व्यवस्थापन शहरी विकास मन्त्रालयबाट पनि गरिने भएको छ। सरकारले अतिक्रमित सुकुम्बासी बस्ती हटाएर तत्काल नयाँ पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ। शुक्रबार बस्ती हटाउने विषयमा शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा मन्त्रालयमा बसेको विभिन्न निकाय र सरकारवाला पक्षको बैठकले यस्तो निर्णय गरेको हो। बस्ती खाली भइसकेपछि उक्त स्थानहरूको भत्केका संरचनाहरू हटाउने, ट्र्याक खोल्ने र अन्य आवश्यक पूर्वाधार तयारीका कार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले तत्काल सुरु गर्ने निर्णयमा उल्लेख गरिएको छ। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा एवं युवा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार सुकुम्बासीको विषयलाई राजनैतिक मुद्दा बनाउने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ। शुक्रबार मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले सुकुम्बासीको विषयलाई राजनैतिक मुद्दा बनाउने नभई उहाँहरूको दीर्घकालीन समाधानका लागि सरकार लागि परेको स्पष्ट पार्नुभयो। उहाँले सुकुम्बासी बस्तीमा जबरजस्ती डोजर प्रयोग नगर्ने पनि बताउनु भएको छ। उहाँले बाढी तथा विपदको जोखिममा रहेका बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारले आग्रह मार्फत अगाडि बढ्ने बताउनु भएको छ। सुकुम्बासी बस्ती हटाउने नाममा बल प्रयोग गर्ने योजना सरकारको नरहेको उहाँले बताउनुभयो। विभिन्न सुकुम्बासी बस्तीमा बाढी आएपछि नागरिकहरू सरसामा छाडेर भाग्नुपर्ने अवस्था देखिएकाले पूर्व तयारी स्वरूप नै सुरक्षित स्थानमा सार्ने प्रक्रिया अगाडि बढाइएको उहाँले स्पष्ट पार्नु भएको छ। मन्त्री पोखरेलले सरकारले प्रहरी परिचालन गरेर जबरजस्ती डोजर चलाउने नीति नरहेको स्पष्ट पार्दै अनुरोध र सहमतिका आधारमा स्थानान्तरण गरिने दाबी समेत गर्नुभयो। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा मेलमिलाप कोषका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने 10 लाख स्विस फ्र्याङ्क बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकले त्यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप कोषमा स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने स्विस फ्र्याङ्क 1 मिलियन बराबरको अनुदान प्राप्त गर्ने। उहाँका अनुसार आन्तरिक राजस्व विभाग तथा मातहतका विभिन्न कार्यालयका प्रमुख र कर अधिकृतलाई तोकिएको कार्यक्षेत्र हेर्ने गरी अन्तःशुल्क अधिकृतको जिम्मेवारी दिएको छ। मन्त्री पोखरेलले नेपाल र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधि सभामा अनुमोदनका लागि पेश गर्ने निर्णय भएको पनि बताउनुभयो। उक्त सम्झौता गत फागुन 5 मा सम्पन्न भएको थियो। उहाँले राष्ट्रिय राजमार्ग तथा स्थानीय सडक अन्तर्गत निर्माणाधीन 162 वटा पुलहरूको अनिवार्य दायित्व भुक्तानीका लागि आवश्यक बजेट रकमान्तरण तथा थप बजेट व्यवस्थापन गर्ने निर्णय भएको पनि जानकारी दिनुभएको छ। बैठकले इजरायलको गाजा क्षेत्रमा भएको आक्रमणमा परि मृत्यु भएका बेपिन जोशीको परिवारलाई 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको पनि उहाँले बताउनुभयो। उहाँका अनुसार सरकारले आरोग्य पर्यटन रणनीति 2026-35 र कार्ययोजना 2026-30 स्वीकृत गरेको छ। उहाँले नेपाल र कोरिया सरकार बीच जलवायु परिवर्तन सम्बन्धी फ्रेमवर्क एग्रिमेन्ट स्वीकृत गर्ने निर्णय भएको पनि बताउनुभयो। बैठकले हङकङका लागि नेपाली महावाणिज्य दूत डाक्टर विश्वेश्वर प्रसाद लेखकलाई 20 दिनभित्र मन्त्रालयमा हाजिर हुने गरी फिर्ता बोलाएको पनि बताउनुभयो। मन्त्री पोखरेलले नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न डाक्टर गुणाकर भट्टको संयोजकत्वमा समिति गठन गरिएको समेत जानकारी दिनुभएको छ। उद्योगी शेखर गोल्छा विरुद्ध अनुसन्धान गर्न अदालतले 4 दिनको म्याद दिएको छ। गोल्छालाई प्रहरीले बिहिबार काठमाडौँको नक्सलबाट पक्राउ गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उहाँलाई पक्राउ गरेको हो। धितोपत्र सम्बन्धी ऐन 2063 अन्तर्गतको कसुरमा हिमालयन इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा पक्राउ पर्नु भएको हो। नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा हिमालयन इन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलिमतमा धितोपत्र सम्बन्धी ऐन 2063 को दफा 94, 95, 96 को उपदफा 1 र दफा 98 बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन 2083 ब्युरोमा प्राप्त हुन आएकोमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उहाँलाई पक्राउ गरिएको बताइएको छ। गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ।
सरकारले कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाएर संघीय निजामती सेवा विधिको मस्यौदा तयार पारेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, मन्त्रालयका सचिव, सहसचिव एवं अन्य कर्मचारी र विज्ञहरूको टोलीसँग बसेर मस्यौदा तयार गरिएको हो। विधेयकमा कुनै पनि प्रकारको ट्रेड युनियनको व्यवस्था नराखिने मन्त्री प्रतिभा रावलले जानकारी दिनुभएको छ। 35 वर्षसम्मको अभ्यास हेर्दा ट्रेड युनियनहरूले नागरिकको सेवा भन्दा पनि दलीय स्वार्थ र विकृतिलाई नै पृष्ठपोषण गरेको देखियो। त्यही आधारमा हामीले ट्रेड युनियनको व्यवस्था ऐनमा नराखौँ भन्ने प्रस्ताव गरेका हौँ, मन्त्री रावलले बताउनु भएको छ। अब हामी नयाँ अभ्यासमा जान खोजेका छौँ। कर्मचारीहरूको पेशागत हकित र अधिकारका लागि अरू व्यवस्थाहरू थपेका छौँ, उहाँले भन्नुभयो। मस्यौदा टोलीहरूले कर्मचारीहरूको हक अधिकारको सुनिश्चितताका लागि अरू विभिन्न संयन्त्रहरू स्थापना गर्ने भनी विधेयकको मस्यौदा तयार गरेको छ। मन्त्री रावलका अनुसार हिजोको जस्तो दलै पिक्सोको ट्रेड युनियनले राजनैतिक अखडा बनाउने बाहेक अन्य सुधारका काम नगरेकाले हटाउन खोजिएको बताउनु भएको छ। विधेयक तयार गर्नु अघि मन्त्रालयले दलीय ट्रेड युनियन गठनको इतिहास, तिनका काम कारबाही, गुनासो र अन्य पक्षको बारेमा अध्ययन गरेको थियो। संविधान र श्रमसँग सम्बन्धित अन्य कानूनहरूको अध्ययन गर्दा निजामती कर्मचारीहरूलाई ट्रेड युनियनमा आबद्ध गर्नु बाध्यकारी व्यवस्था नहुने भन्दै मन्त्रालय ट्रेड युनियनको व्यवस्था हटाउने निष्कर्षमा पुगेको हो। नेपाल प्रहरीले टाठाबाठाले सुकुम्बासी र भूमिहीनको पहिचानको दुरुपयोग गरेको भन्दै सरकारले थालेको व्यवस्थापनको काममा सघाउन आह्वान गरेको छ। शुक्रबार फेसबुकमा एक सन्देश जारी गर्दै प्रहरीले राज्यको काममा सहयोग गरिदिन आग्रह समेत गरेको छ। नेपाल सरकारले सुरु गरेको सुकुम्बासी भूमिहीन व्यवस्थापन प्रक्रिया तपाईहरूकै उज्जवल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि सञ्चालन गरिएको महत्त्वपूर्ण पहल हो, प्रहरीले सूचना मार्फत भनेको छ। यसको मुख्य उद्देश्य वास्तविक सुकुम्बासी भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ। त्यसपछि प्रहरीको सूचनामा टाठाबाठाले सुकुम्बासीको हक अधिकार दुरुपयोग गरेको आरोप लगाएको छ। तर दुःखलाग्दो कुरा, केही स्वार्थी तथा टाठाबाठा व्यक्तिहरूले तपाईहरूको नाम र हक अधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेका छन्, जसको बारेमा तपाईहरू स्वयं जानकार हुनुहुन्छ, प्रहरीले भनेको छ। त्यस्ता व्यक्तिका कारणै वास्तविक सुकुम्बासी र भूमिहीन अवसरबाट वञ्चित हुने तथा राज्यको सेवा सुविधाबाट टाढा हुनुपर्ने अवस्था सिर्जना भएको प्रहरीको सूचनामा भनिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको उमेर हद 60 वर्षको हुने गरी संघीय निजामती विधेयकको मस्यौदा तयार गरेको छ। मन्त्रालयको टोलीले तयार पारेको मस्यौदा सुझावका लागि सार्वजनिक गर्ने तयारी गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती कर्मचारीहरू 60 वर्षमा अवकाश हुने गरी विधेयकको मस्यौदा तयार पारिएको बताउनु भएको छ। उहाँका अनुसार विधेयक संघीय संसदबाट पारित भएपछि पहिलो वर्ष 59 वर्ष र अर्को वर्ष 60 वर्ष उमेर हद कायम हुने गरी प्रस्तावित व्यवस्था कार्यान्वयनमा आउनेछ। हामीले मन्त्रालयका कर्मचारीहरू र विज्ञ टोलीसँग विधेयकका बारेमा लामो छलफल गरेका थियौं, तर त्यो बीचमा चलेको हल्ला र अफवाहका विषयवस्तुहरू विधेयकमा समावेश छैनन्, उहाँले भन्नुभयो। कर्मचारीहरूलाई डिजिटल सेवामुखी बनाउने तथा क्षमता र दक्षताका आधारमा प्रोत्साहन गर्ने नीतिलाई प्राथमिकता दिएर विधेयक तयार पारिएको उहाँले बताउनु भएको छ। मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा निजामती कर्मचारीहरूको उमेर हद 60 वर्षको हुनेछ, तर त्यो अवस्था 2 चरणमा कार्यान्वयन हुनेछ। मुख्य सचिव चौथो तहको पदावधि 2 वर्षको हुने परिकल्पना छ। अहिले मुख्य सचिवको पदावधि 3 वर्षको थियो। मन्त्रालयले सचिव 13औं तहको पदावधि 2 वर्षको हुने प्रस्ताव गरेको छ, तर सरकारले चाहेमा 1 वर्ष थपेर अधिकतम 3 वर्षसम्म पदमा बहाल हुने व्यवस्था गर्न सक्नेछ। केही सातादेखि सामाजिक सञ्जालमा हल्ला चले जस्तो सचिवहरूको अधिकतम सेवा हद र छुट्टै उमेर किटान भएको छैन। सहसचिवहरू सचिवमा बढुवा नभएर 60 वर्ष हुँदासम्म असीमित समय र सचिवमा बढुवा भएमा सचिवलाई तोकिएको अवधिदेखि अवकाश हुनेछन्। ती बाहेक तल्लो तहका कर्मचारीहरूको सेवा अवधि र उमेर हदको अवस्था भने यथावत रहेको जनाइएको छ। काठमाडौँको नागार्जुन नगरपालिका 1 रानीवनमा सुकुम्बासीका लागि सरकारले भवन बनाए पनि प्रयोगमा आउन सकेको छैन। 3 वटा भवन बनाइएको उक्त क्षेत्रमा अहिले नगरपालिकाको वडा नम्बर 1 कार्यालय राखिएको छ। साथसाथै प्रहरी बीट, स्वास्थ्य कार्यालय र रानीवन नासी ढोका खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय पनि राखिएको छ। एउटा भवनमा भने मानव सेवा आश्रमले 54 जना वृद्धलाई राखेको छ। भवनहरू कुनै खण्डर भएको छ भने कुनै ठाउँमा परिवारले गुण लगाएर बस्ने गरेको पाइएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 5 सेराटारमा भएको बस दुर्घटनामा पनि 2 जनाको ज्यान गएको छ भने 27 जनालाई पोखराको मणिपाल अस्पताल रिफर गरिएको छ। पोखरादेखि भैरहवाका लागि छुटेको ग2 ख 1836 नम्बरको बस सेरामा दुर्घटना भएको हो। दुर्घटनामा परेका 31 जना उपचारका लागि जेपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा राखिएको थियो। बसमा 32 जना यात्रुहरू सवार थिए। दुर्घटनामा घाइतेहरूको उपचारका क्रममा 2 जनाको ज्यान गएको बताइएको छ। उपचार केन्द्रमै रहेका पत्रकार विनोद ढुङ्गानाका अनुसार 1 जनाको त्यही उपचार भइरहेको छ भने 1 जना डिस्चार्ज भइसकेका छन्। घाइते 27 जनालाई अस्पताल र आसपासमा उपलब्ध एम्बुलेन्स, सबवाहन, ट्याक्सी, माइक्रो लगायतमा गरी थप उपचारका लागि पोखराको मणिपाल अस्पताल पुर्याएको पत्रकार ढुङ्गानाले जानकारी दिनुभएको छ। काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएको छ। लागु औषध कारोबारीलाई समाउने क्रममा लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ। लागु औषध कारोबारी समाउने क्रममा गोली चलाएको भन्ने खबर आएको छ। उहाँले भन्नुभयो, यद्यपि कति राउन्ड गोली चलाइएको भन्ने बारे जानकारी आइ नसकेको उहाँले जानकारी दिनुभएको छ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेले सीडीएस एन्ड क्लियरिङकी प्रमुख कार्यकारी अधिकारी सीओ परमिन पन्दाकलाई फिर्ता बोलाएको छ। नेप्सेको शुक्रबारको सञ्चालक समितिले सीडीएससी को सीओ पदमा रहेकी नेप्से कर्मचारी पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको हो। नेप्सेले सहायक कम्पनी सीडीएससी मा प्रतिनिधि सञ्चालकको रूपमा उहाँलाई पठाएको थियो। नेप्से सञ्चालक समितिले नै निर्णय गर्दै उहाँलाई सीओ को जिम्मेवारी थोकेको थियो। सीओ मा कार्यरत छँदा सूचीकृत कम्पनीलाई 2 आइजिन दिने नीति बनाउने तयारी गरेपछि उहाँ विवादित हुनुभएको थियो। सोही विवादका कारण अर्थ मन्त्रालयले उहाँको सन्दर्भमा चासो देखाएपछि नेप्से सञ्चालक समितिले फिर्ता बोलाउने निर्णय गरेको नेप्सेका एक अधिकारीले जानकारी दिएका छन्। सीडीएससी सञ्चालक समितिमा नेप्सेका तर्फबाट चुनावनी चापागाई अध्यक्ष र परमिन पन्दाकले सदस्यका रूपमा प्रतिनिधित्व गर्दै आइरहनु भएको थियो। अर्थ मन्त्रालयबाट अशोक गुरागाई र शरद निरौला सञ्चालक रहेका छन् भने स्वतन्त्र सञ्चालकमा सुमन कुमार नेपाल रहनु भएको छ। अब नेप्सेले पन्दाकको ठाउँमा अर्को व्यक्तिलाई सीडीएससी को सञ्चालकको रूपमा पठाउनेछ। गत वर्षदेखि पन्दाकले सीडीएससी को प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हाल्दै आइरहनु भएको थियो। नेप्सेमा उहाँ 10औं तहका कर्मचारी हुनुहुन्छ। नेपाल प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा प्रहरी हिरासतमा एकजना दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ। नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी नायब महानिरीक्षक डीआईजी दिनेश कुमार आचार्यको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गर्नु भएको छ। समितिको सदस्यमा प्रहरी प्रधान कार्यालय युएन शाखाका प्रहरी उपरीक्षक एसपी रविन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका इन्स्पेक्टर इन्द्रजित सुनार, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी र प्रहरी नायब निरीक्षक सही राजेश्वर सापकोटा तोकिएका छन्। आईजीपी कार्कीले समितिलाई 7 दिन छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन समेत दिनु भएको छ। प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका 3 जुम्ली डाँडाका दलबहादुर विकाका 23 वर्षीय छोरा श्रीकृष्ण विका जबरजस्ती गर्ने मुद्दाको अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय खुरकोटको न्यायिक हिरासतमा रहेका थिए। सोही क्रममा वैशाख 7 गते हिरासत कक्षको शौचालयमा आफ्नै सर्टमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको दाबी छ। त्यसपछि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ। तर आफन्त र अधिकार कर्मीहरूले उनको मृत्युबारे शंका व्यक्त गरिरहेका छन्। केही जनप्रतिनिधिदेखि सांसदसम्मले प्रहरीको भूमिकामा सन्देश व्यक्त गरेर प्रदर्शन र दबावका कार्यक्रमहरू गरिरहेका छन्। यसरी दबाव बढ्दै गएपछि प्रहरीले छानबिन समिति बनाएको हो। सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारको काठमाडौँमा 3 तले घर रहेको पाइएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 31 शान्तिनगर जागृति टोलमा 16 कोठाको 3 तले घर रहेको उहाँकै पारिवारिक विवरणमा उल्लेख छ। उक्त घर परियारका श्रीमती शुभमाया कपालीको नाममा रहेको छ। कपालीले 2077 साउन 14 गते नेपाल बैंक लिमिटेड नयाँ बानेश्वर शाखालाई पसल घर सम्पत्ति विवरण खुलाइ लेखेको पत्रमा उक्त विवरण खुलाइएको छ। पत्रमा भनिएको छ, जिल्ला काठमाडौँ महानगरपालिका 31 शान्तिनगरमा जागृति टोल स्थित यस शुभनारायण स्टोर्स पसल बसेको घर हालको अवस्था 16 कोठा तला 3 मेरो नामको बिजुली बत्ती जडान भएको, नेपाल सरकारको प्रति जग्गामा लाल पूर्जा नभएको घर हो। अन्य सम्पूर्ण पूर्वाधार युक्त उक्त घरको स्थानीय बोल कबल अनुसार 80 लाख भन्दा बढी मूल्याङ्कन हुन सक्ने समेत जानकारी गराउँदछु पत्रमा भनिएको छ। शुभमाया नारायण परियारकै श्रीमती रहेको भनी वडा कार्यालयले समेत नाता प्रमाणित गरिदिएको छ। 2077 साउन 14 मै वडा कार्यालयले नाता प्रमाणित गरिदिएको छ र त्यसमा शुभमायालाई नारायण परियारकी पत्नी भनिएको छ। नारायण परियारलाई शुक्रबार प्रहरीले बैंकिङ कक्षमा पक्राउ गरी हिरासतमा राखेको छ। नेपाली सेनाले सेनाको संगठन र आफ्नो नेतृत्वलाई विभिन्न आरोप लगाउँदै अभिव्यक्ति दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार एक प्रेस नोट जारी गर्दै केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा नेपाली सेना तथा नेतृत्वलाई उल्लेख गरी प्रसारण गरिएका तथ्यहीन सूचना एवं अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सेनाले यस्ता सामग्रीले आम नागरिकमा भ्रम सृजना गरेको भन्दै यसो नगर्न पनि सचेत गराएको छ। नेपाली सेना र सम्बन्धित निकायले यस किसिमका उच्छृङ्खल तथा अराजक गतिविधिको नियमित निगरानी गरिरहेको हुँदा त्यस्ता कार्य गर्ने व्यक्तिहरू प्रचलित कानूनको दायरामा रहने बेहोरा समेत स्मरण गरिन्छ, सेनाले चेतावनी पत्रमा भनेको छ। सेनाले आधारहीन र देशपूर्ण समाचार तथा टीका टिप्पणीहरूलाई विश्वास नगर्न पनि आह्वान गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरि निर्माण सामग्री उपलब्धता सहज बनाउन स्थानीय तह समक्ष अनुरोध गरेको छ। सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीले पत्र लेख्दै सामान्य प्रशासन मन्त्रालयले संघीय प्रादेशिक र स्थानीय स्तरका विभिन्न आयोजनामा निर्माण सामग्री उपलब्धता तथा ओसार पसारमा स्थानीय तहमा अवरोध भइरहेको गुनासो आएको बताएको छ। निर्माण सामग्रीको प्राप्ति ढिला हुँदा जनताको त्यस्ता सामग्री निर्बाध उपयोग गर्न पाउने अधिकार संकुचन हुने तथा सरकारलाई अन्य करारजन्य दायित्व थप हुने भन्दै केन्द्र सरकारले सचेत गराएको छ। मन्त्रालयले स्थानीय तहको क्षेत्राधिकारमा पर्ने नदीजन्य पदार्थको उचित व्यवस्थापन तथा अन्य निर्माण सामग्री उपलब्धता र निर्बाध ओसार प्रसारका लागि सरकारवाला निकायसँग समन्वय गरी सहज बनाउन भनेको छ।
मानवाधिकार आयोगले वास्तविक सुकुम्बासीहरूको पहिचान गरी उनीहरूको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले विज्ञप्ति जारी गरी सरकारले बागमती नदी किनार लगायत विभिन्न स्थानका सुकुम्बासीहरूको घर टहरा हटाउने निर्णय गरेको विषयमा ध्यानकर्षण गराउँदै त्यस्तो आग्रह गर्नु भएको छ। आयोगले उक्त विषयमा विगतमा गरेको सिफारिस पनि कार्यान्वयन सम्बन्धमा जानकारी पनि माग गर्दै सरकारलाई पत्र पठाएको बताएको छ। सरकारले शनिबार र आइतबार काठमाडौँका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने तयारी गरेको छ। यसका लागि बस्ती खाली गराउन भनिसकेको छ। बुटबोल उपमहानगरपालिकाले झण्डै 1 दशकदेखि अतिक्रमणमा परेको सरकारी जग्गामा डोजर लगाउने तयारी गरेको छ। उच्च अदालत तुलसीपुर बुटबोल इजलासको अनुरोधमा अतिक्रमणमा परेको उच्च अदालतकै जग्गा उपमहानगरपालिकाले खाली गराउने तयारी गरेको हो। उपमहानगरपालिका स्रोतका अनुसार बुटबोल उपमहानगरपालिका 4 जेसी चोकबाट उत्तरतर्फको सडकमा रहेको पश्चिमतर्फ अतिक्रमण साबिकको किता नम्बर 396 को 2 बिघा 5 कट्ठा 14 दूर क्षेत्रफलमा रहेका अनाधिकृत घर टहरा हटाउन थालिएको हो। उक्त क्षेत्रमा निर्माण गरिएका घर टहरा हटाउन उच्च अदालत तुलसीपुर बुटबोल इजलास को कार्यालयको भौतिक व्यवस्थापन समितिको वैशाख 9 गते बसेको प्रमुख जिल्ला अधिकारी सहितको बैठकले बुटबोल उपमहानगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार उच्च अदालतले उपमहानगरपालिकालाई पत्र पठाइसकेको छ। उपमहानगरपालिकाले पत्र प्राप्त गरे पनि शुक्रबार बेलुकासम्म घर टहरा हटाउनका लागि सार्वजनिक सूचना भने जारी गरेको छैन। उपमहानगरपालिका स्रोतका अनुसार पत्र प्राप्त भएको र सूचना जारी गर्ने नगर्ने विषयमा छलफल भइरहेको छ। सम्भवतः आइतबारसम्ममा घर टहरा खाली गराउने अभियान चल्छ होला, स्रोतले भनेको छ। लामो सूचना जारी गर्ने कि छोटो सूचना दिएर खाली गर्ने भन्ने छलफलमै छ। अदालतको जग्गामा जेसी चोकमा रहेका विभिन्न सङ्घ संस्थाका घरदेखि रूपन्देही व्यापार सङ्घ र पत्रकार महासङ्घका भवन समेत बनेका छन्। त्यस्तै प्रदेश प्रमुखको कार्यालयदेखि विभिन्न सरकारी भवन पनि उक्त जग्गामा रहेका छन्। बुटबोल उपमहानगरपालिका 4 स्थित जेसी चोकदेखि उत्तर खानेपानी कार्यालयदेखि दक्षिण इजलास अगाडिको सडकबाट पश्चिमतर्फ फैलिएको जग्गा अतिक्रमणमा परेको छ। सरकारी लिखत तत्कालीन अञ्चलाधीशको नाममा रहेको जग्गा 2046 सालमा अञ्चलाधीश कार्यालय खारेज भएपछि 2048 पौष 4 गते श्री 5 को सरकारको बैठकले उक्त जग्गा तत्कालीन पुनरावेदन अदालत हालको तुलसीपुर उच्च अदालत बुटबोल इजलासलाई उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसपछि अदालतले आफ्नो नाममा श्रेष्ठ कायम भएको जग्गा खोजबिन गरे पनि अतिक्रमण गरी घर टहरा बनाएकाहरूलाई हटाउन भने सकिएको थिएन। धादिङ नुवाकोट रसुवा चल्ने सार्वजनिक सवारी साधन अब नयाँ बस पार्क भित्रबाट सञ्चालन हुन थालेका छन्। यसअघि माछा पोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बस अबदेखि नयाँ बस पार्क भित्रबाट सञ्चालन हुन थालेका हुन्। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गलको अध्यक्षतामा गत मङ्गलबार महानगरपालिका कार्यालयमा बसेको सरकारवाला निकायको बैठकले काठमाडौँ भित्रका सबै सार्वजनिक यातायातका साधनलाई गोङगब स्थित नयाँ बस पार्क भित्रबाट सञ्चालन गर्ने निर्णय भएको थियो। उक्त बैठकले 3 दिनभित्रै सबै सार्वजनिक सवारी साधनलाई अनिवार्य रूपमा नयाँ बस पार्क भित्रबाट सञ्चालन गर्ने निर्णय सँगै शुक्रबार बिहानैदेखि धादिङ नुवाकोट र रसुवा चल्ने सार्वजनिक बस नयाँ बस पार्क भित्रबाट सञ्चालन हुन थालेका छन्। काठमाडौँ उपत्यकाभित्र पर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि महानगरपालिकाले 2056 सालमा नयाँ बस पार्क सञ्चालनमा ल्याएको थियो। अधिकांश जिल्लामा जाने सवारी साधन नयाँ बस पार्क भित्रबाट चल्ने भए पनि नुवाकोट रसुवा र धादिङ जिल्लामा चल्ने सवारी साधन भने माछापोखरी क्षेत्रमा काउन्टर र पार्किङ बनाएर सञ्चालन गरिँदै आएका थिए। काठमाडौँ महानगरपालिकाका 26 गोङगबुमा 161 रोपनी क्षेत्रफलमा नेपालको राष्ट्रिय बस पार्क सञ्चालन भए पनि नुवाकोट रसुवा तथा धादिङ चल्ने सवारी साधन भने नयाँ बस पार्क नजिकै रहेको माछापोखरी र बालाजु सडकबाट चल्ने गरेका थिए। यसअघि गोङगबु चोकदेखि नयाँ बस पार्क बीचको सडकबाट सञ्चालन हुँदै आएका पृथ्वी राजमार्ग चल्ने बस तथा माइक्रो बस हाल नयाँ बस पार्क भित्रबाटै सञ्चालन हुन थालेका छन्। तर धादिङ रसुवा र नुवाकोट चल्ने सवारी साधनका चालकले नयाँ बस पार्क भित्रबाट चलाउन अटेर गर्दै आएका थिए। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जथाभावी रूपमा सडकमा पार्किङ गरेर यातायातका साधन सञ्चालन गरिँदा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउनु भएको छ। लामो दूरीका सवारी साधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा सहज भएको प्रवक्ता सुवेदीले बताउनुभयो। महानगरको उक्त निर्णय कार्यान्वयन गरेसँगै चक्रपथ वरपर हुने ट्राफिक जाम कम हुने प्रवक्ता सुवेदीले बताउनु भएको छ। नेकपा एमाले गरिब विपन्न तथा सुकुम्बासी समुदायमाथि सरकारले गरेको अमानवीय र असंवेदनशील व्यवहारप्रति कडा आपत्तिसहित घोर भर्त्सना प्रकट गरेको छ। सुकुम्बासीहरूलाई बलपूर्वक हटाउने प्रयास रोक्न माग गर्दै एमाले बल प्रयोग, राज्यको संस्थागत धम्की तथा संवादविहीन एकपक्षीय निर्णयहरू मानवीय तथा कानुनी दुवै दृष्टिले अनुपयुक्त र आपत्तिजनक भएको जनाएको छ। त्यसको न्यायोचित र दीर्घकालीन समाधानका लागि राष्ट्रिय भूमि आयोगको गठन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत सङ्कलन, नापजाँच र जग्गा वितरण प्रक्रिया अगाडि बढाइएको विषय हामी स्मरण गराउन चाहन्छौँ, एमाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनेको छ। नेकपा एमालेका प्रेस संयोजक मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा विकल्प बिना सुकुम्बासी हटाउने सरकारको कदमलाई नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हक र अन्तर्राष्ट्रिय मानवाधिकारको ठाडो उल्लङ्घन समेत भनिएको छ। एमाले सुकुम्बासी समस्या सामाजिक र आर्थिक विषय समेत भएकाले यसलाई बल प्रयोग गरेर नभई संवाद र वैज्ञानिक भूमि सुधारका माध्यमबाट समाधान गर्नुपर्ने सुझाव दिएको छ। तसर्थ सुकुम्बासी हटाउन बल प्रयोग गर्ने कार्य रोक्न, प्रभावित समुदायसँग संवाद गर्न, दीर्घकालीन समाधानका लागि वैज्ञानिक भूमि सुधार तथा सुकुम्बासी व्यवस्थापन नीति
कार्यान्वयन गर्न नेकपा एमाले माग गर्दछ। एमाले भनेको छ स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरी मानवीय र न्यायोचित समाधान खोज्न हामी माग गर्दछौँ, एमाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नबिल बैंकले निवर्तमान गृहमन्त्री सुदन गुरुङको बैंकिङ कारोबार सम्बन्धी विवरण आफूले उपलब्ध नगराएको बताएको छ। सामाजिक सञ्जाल र कतिपय सञ्चार माध्यममा बैंकले ग्राहकको गोपनीयता भङ्ग गरेको भन्दै भइरहेको प्रचारको खण्डन गर्दै बैंकले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टीकरण दिएको हो। मिति 2083 वैशाख 9 गते कान्तिपुर दैनिकमा प्रकाशित गृहमन्त्री सुदन गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरू शीर्षकको समाचारमा स्पष्ट रूपमा कान्तिपुर दैनिकले अनुसन्धान निकायबाट प्राप्त गरेका बैंकिङ कारोबारको विवरण भनी उल्लेख गरेको छ। बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, उक्त समाचारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा विभिन्न मितिमा भएका कारोबारहरू प्रकाशित भएको तथ्यलाई नजरअन्दाज गर्दै केही व्यक्तिहरूद्वारा सामाजिक सञ्जाल मार्फत बैंक विरुद्ध नियोजित रूपमा दुष्प्रचार गरिएको प्रति बैंकको गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। नबिल बैंकले ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं निजको आधिकारिक प्रतिनिधि वा नियामक तथा अनुसन्धानकारी निकायले कानुनी प्रक्रिया अनुसार मागेको अवस्थामा बाहेक कसैलाई पनि उपलब्ध नगराउने उल्लेख गरेको छ। कुनै पनि सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई विवरण उपलब्ध नगराएको र त्यसो गर्नु बैंकिङ नैतिकता विरुद्ध हुने उसले जनाएको छ। आफ्नो प्रणालीको कोर बैंकिङ सिस्टम सुरक्षित रहेको दावी गर्दै बैंकले कुनै पनि कर्मचारीले विवरण निकालेको खण्डमा त्यसको पूर्ण लगत र प्रयोजन सुरक्षित रहने जानकारी दिएको छ। बैंकले भनेको छ, यस सम्बन्धमा बैंकमाथि लगाएका सम्पूर्ण आरोप तथा अनुमानहरू गलत, भ्रामक र आधारहीन रहेको कुरा स्पष्ट पार्दछौँ। इजाजत पत्र प्राप्त क वर्गको वाणिज्य बैंकको हैसियतले नबिल बैंक लिमिटेडले प्रचलित कानुन, नियमन, प्रावधान तथा निर्देशन एवं आन्तरिक सुशासन तथा सूचना सम्बन्धी नीतिहरूको पूर्ण रूपमा पालना गर्दै ग्राहक सूचनाको पुनः गोपनीयता कायम गर्न कटिबद्ध रहेको जानकारी गराउँछौँ, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। सरकारले शुक्रबार साँझसम्म बस्ती खाली गर्न परिपत्र गरिसके थापाथली स्थित सुकुम्बासीहरूले आफ्ना अमूल्य सामानहरू सार्न सुरु गरेका छन्। वर्षौंदेखि बसेको झुपडी जोगाएर राखिएका साना साना खुसीका पाटाहरू र नानी बाबुहरूको भविष्य सबै एउटै सानो झोलामा हटाउन खोज्दा त्यहाँको दृश्य अत्यन्तै हृदय विदारक देखिएको थियो। कोही आफ्नो च्यातिएको ओछ्यान मिलाउँदै देखिन्थे भने कोही अब कहाँ जाने भनेर चिन्तामा परिरहेका थिए। उनीहरू भन्दैछन् कि हामीलाई गरिब हुनुको सजाय दिइँदैछ कि अर्कै केही। मानिसहरू हतार हतार आफ्ना जस्ता पाता, काठका फल्याग र किचनका भाँडा कुराहरू ट्र्याक्टर र रिक्सामा लोड गरिरहेका देखिन्थे। कतिपयले त आफ्नो घर आफैले भत्काउन सुरु पनि गरेका छन्। मानौ उनीहरू आफ्नो पुरानो पहिचानलाई आफै मेट्न बाध्य भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुकुम्बासी समस्याको सन्दर्भमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ। प्रवक्ता देवराज चालिसेले यो समस्याको समाधान साझा अवधारणा भएको र यसलाई दीर्घकालीन रूपमा हल गरिनुपर्नेमा जोड दिनु भएको छ। जमिन र आवासको सुविधा हरेक नागरिकले पाउनुपर्ने अधिकारप्रति कांग्रेस दृढ रहेको उहाँले स्पष्ट पार्नुभयो। सुकुम्बासी को हो र को होइन भन्ने छुट्याउने काम सरकारको भएको र वास्तविक सुकुम्बासीलाई व्यवस्थित गर्नु सरकारको दायित्व भएको उहाँको भनाइरहेको छ। यस्ता समस्या समाधान गर्दा सरकारले दमनको बाटो लिनु नहुने उहाँले चेतावनी दिनुभएको छ। कानुनको उचित प्रक्रिया अनुसरण गर्नुपर्ने र अदालतको व्याख्यालाई पनि सम्मान गर्नुपर्ने उहाँले बताउनु भएको छ। मानव अधिकार र अन्य दृष्टिकोणले पनि विकल्पको साटो सिधै बल प्रयोग गर्नु उचित कदम नभएको प्रवक्ता चालिसेले बताउनुभयो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले वर्तमान सरकार फाँसीवादी शैलीमा चलिरहेको आरोप लगाउनु भएको छ। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारका गतिविधि फाँसीवादी शैलीमा अगाडि बढेको जिकिर गर्नु भएको छ। महासचिव गजुरेलले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने कुरा, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कुरा पञ्चायती व्यवस्थामा पनि नभएको भन्दै आपत्ति जनाउनुभयो। उहाँले सरकार नेपाली जनताको हितमा नभएको पनि आरोप लगाउनु भएको छ। महासचिव गजुरेलले मुलुकलाई सङ्कटबाट जोगाउन सबै क्रान्तिकारी देशभक्त शक्तिहरूबीच सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नभएको पनि बताउनुभयो। शैक्षिक क्षेत्रलाई राजनीतिक दल मुक्त क्षेत्र बनाउने विषयमा उठिरहेको बहसमा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले विश्वविद्यालयहरू र अनुसन्धान तथा ज्ञानको मन्दिर हुनुपर्नेमा जोड दिँदै त्यहाँका संस्थाहरूलाई निमोट्न खोज्नु बुद्धिमानी कदम नभएको बताउनु भएको हो। प्रहरी फोर्स प्रयोग गर्दै संस्थाहरू ध्वस्त पार्छु भन्नु जिम्मेवार सरकारको भाषा नभएको उहाँले टिप्पणी गर्नु भएको छ। संघ संस्था खोल्ने स्वतन्त्रता अन्तर्गत नै विद्यार्थी संगठनहरू खोलेको र नेपाल विद्यार्थी संघले त यसका लागि सर्वोच्च अदालतमा मुद्दा लडेर जितिसकेको ऐतिहासिक तथ्य रहेको पनि उहाँले स्मरण गराउनुभयो। विकृति हटाउन आचरण र अभ्यासमा सुधार हुनुपर्ने तर संस्था नै समाप्त पार्ने सोचले समस्याको हल नहुने उहाँले बताउनु भएको छ। संवाद र सहकार्यबाट शैक्षिक सुधार खोजिनुपर्ने र बल प्रयोग गर्नु सरकारको अनुभवको अभाव र अपरिपक्वता भएको उहाँले आरोप लगाउनु भएको छ। नेपाल कम्युनिस्ट पार्टी बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपबाट बनेको आरोप लगाउनु भएको छ। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै महासचिव बास्कोटाले यस्तो आरोप लगाउनु भएको हो। उहाँले जनताको जेन्जी आन्दोलनलाई साम्राज्यवादका एजेन्टहरूले अपहरण गरी तत्काल सुशीला कार्की नेतृत्वको सरकार गठन गरेको आरोप पनि लगाउनु भएको छ। उहाँले 21 फागुनको चुनावबाट आउने सरकार जुनसुकै दलको भए पनि साम्राज्यवादकै दलाल हुने भएकाले नेकपा बहुमत सहित 4 दलले निर्वाचन बहिष्कार गरेको टिप्पणी गर्नुभयो।
सासकोटाले राष्ट्रियताको रक्षाका लागि चुनाव खारेज गरी पुनः निर्वाचन गरिनुपर्ने आफ्नो पार्टीको अडान रहेको भए पनि त्यसो हुन नसकेको बताउनु भएको छ। उहाँले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका पुराना संसदीय दलहरूलाई पनि साम्राज्यवादकै गोटीको रूपमा चित्रण गर्नु भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्र निर्माणको कामलाई सरकारको मात्रै काम हो भनेर बुझ्न नहुने बताउनु भएको छ। गैर आवासीय नेपाली संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो। अध्यक्ष दाहालले नेपालको विकास र समृद्धिका लागि गैर आवासीय नेपाली संघबाट थप भूमिकाको अपेक्षा गरिएको पनि स्पष्ट पार्नुभयो। उहाँले राष्ट्र निर्माणमा सबै पक्षको उत्तिकै सशक्त भूमिका हुनुपर्ने उल्लेख गर्दै त्यसमा प्रवासी नेपालीको भूमिका अझै सशक्त हुनुपर्ने आवश्यकता ल्याउनु भएको छ। अध्यक्ष दाहालले नेपालबाट युवा पुस्ता पलायन हुन नदिने कुरालाई पनि सम्बन्धित पक्षले जोड दिनुपर्ने बताउनु भयो। अध्यक्ष दाहालले राष्ट्र निर्माणको अभियानमा युवाहरूलाई प्रेरित गरेर अगाडि बढाउनु पर्ने पनि बताउनु भएको छ। नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरिएको छ। पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा नेता चयन गर्ने भन्दै निर्देशन दिएपछि शुक्रबारका लागि तय गरिएको सो प्रक्रिया स्थगित गरिएको हो। पार्टी केन्द्रीय कार्य सम्पादन समितिको निर्णय र निर्देशन अनुसार सो निर्वाचन प्रक्रिया स्थगित गरिएको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभएको छ। उहाँले दलको नेता आज साँझसम्म सर्वसम्मत रूपमा उम्मेद्वार तय गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्री दया प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिको सहभागिता रहने गरी कार्यदल पनि गठन गरिएको बताउनु भएको छ। पार्टीको बृहत्तर हित, लोकतन्त्र, संविधान र पार्टीमाथि आएका चुनौतीहरूको सामना गर्न पनि संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्नुपर्ने भएकाले हाललाई निर्वाचन प्रक्रिया स्थगित गरिएको नेपाली कांग्रेस संसदीय दलले जानकारी दिएको छ। सभापति गगन कुमार थापाले सांसद मोहन आचार्य, उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङदाम्बेलाई दलको नेताको रूपमा अगाडि सार्नु भएको छ भने अर्का समानुपातिक सांसद अर्जुन नरसिंह केसीले पनि सहमतिमा नभए आफू संसदीय दलको नेतामा उम्मेदवार दिने जानकारी नेताहरूलाई गराएपछि कांग्रेसमा दलको नेता चयन प्रक्रिया पेचिलो बन्न गएको हो। पार्टीभित्र आफ्ना आलोचकहरूप्रति असहिष्णुता देखाउँदै आउनुभएका अध्यक्ष राजेन्द्र लिङ्गदेनले युवा नेता रञ्जन कार्कीलाई सबै पदबाट बर्खास्त गर्नु भएको छ। कार्कीलाई स्पष्टीकरणको मौका नदिई एकैपटक बर्खास्तको पत्र थमाइएको हो। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै पार्टी हित विपरीतका गतिविधि गरेको भन्दै उहाँले पदमुक्त गरिएको बताउनु भएको छ। विज्ञप्तिमा कार्की विरुद्ध 6 वटा आरोप लगाइएको छ। पार्टीको नीति र नेतृत्व बारे सञ्चार माध्यम र सामाजिक सञ्जालमा निरन्तर अफवाह फैलाएको, घृणित अभिव्यक्ति दिएको, भ्रम फैलाउने काममा सक्रिय भएको, गत निर्वाचनमा मतदानको दिन समेत जिल्ला नगएको, मतदानको प्रक्रियामा सहभागी नभएको तर निर्वाचनको विषयमा बारम्बार दूषित टिप्पणी गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ। कार्की विवेकशील साझा पार्टीबाट रविन्द्र मिश्रसँगै 2079 सालमा राप्रपा प्रवेश गर्नु भएको थियो। उहाँ मिश्रको स्वकीय सचिवका रूपमा समेत कार्यरत रहनु भएको थियो। मिश्रले गत आम निर्वाचनपछि राप्रपा त्यागे पनि कार्की भने पार्टीमै रहनु भएको थियो। राप्रपाभित्र महामन्त्री डाक्टर धवल शमशेर राणाको गुटमा रहनुभएका उहाँ सक्रिय र जुझारु युवा नेता मध्ये एकमा पर्नुहुन्छ। पछिल्लो समय कार्की पार्टी नेतृत्वको खुला आलोचनामा उत्रिँदै आइरहनु भएको थियो। हालै मात्र उहाँले एक सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेतृत्वमाथि 6 बुँदे आरोप लगाएपछि संस्थापन पक्ष बिच्किएको थियो। कार्कीले नेतृत्वले सत्ता लिप्साको पराकाष्ठ देखाएको, एजेन्डामा दोहोरो चरित्र प्रस्तुत गरेको, राष्ट्र संस्थाका लागि भएको आन्दोलनलाई धोका दिएको, विधान उल्लङ्घन गरे लगायतका विषयहरू उल्लेख थिए। त्यसअघि कार्कीले सञ्चार माध्यममा दिएको अन्तर्वार्तालाई लिएर पनि अध्यक्ष लिङ्गदेनले उहाँप्रति आक्रोशित बन्नु भएको थियो। राप्रपाबाट निष्कासित भएपछि कार्कीले कडा प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्गदेनले स्वेच्छाचारिता र निरङ्कुश प्रवृत्ति देखाएको बताउनु भएको छ। नेपाल प्रेससँग संक्षिप्त कुराकानी गर्दै उहाँले अध्यक्षको कार्यशैलीको आलोचना गरेकै आधारमा आफूलाई अपमानजनक ढङ्गले कारबाही गरिएको गुनासो समेत व्यक्त गर्नुभयो। सरकारले पश्चिम एसियामा रोजगारीका लागि जाने नेपाली कामदारका लागि श्रम स्वीकृति र वैधानिकीकरण प्रक्रिया पुनः खुला गरेको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित एक प्रेस ब्रिफिङमा मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले यस्तो जानकारी दिनुभएको छ। उहाँका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पश्चिम एसियाली देशहरूका लागि अस्थायी रूपमा बन्द गरेको श्रम स्वीकृति सम्बन्धी सबै सेवाहरू सञ्चालनमा ल्याइसकेको छ। महाशाखा प्रमुख खड्काले सरकारको उक्त निर्णयको कार्यान्वयन गर्न सम्बन्धित देशका दूतावासहरूलाई निर्देशन समेत दिइसक्नु भएको छ। उहाँले परराष्ट्र मन्त्रालयले पश्चिम एसिया स्थित सबै नेपाली नियोगहरूलाई कामदार मागपत्र प्रमाणीकरण सुचारू गर्न समेत निर्देशन दिएको बताउनु भएको छ। उहाँले पश्चिम एसियामा रहेका नेपालीहरूको विवरण दर्ता गर्न कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको रजिस्ट्रेसन पोर्टललाई स्थायी रूपमा सञ्चालनमा निरन्तरता दिने निर्णय भएको उल्लेख गर्दै विदेशमा रहेका सबै नेपालीलाई नियमित रूपमा आफ्नो विवरण दर्ता गराउन आग्रह समेत गर्नुभयो। उहाँका अनुसार परराष्ट्र मन्त्रालयमा स्थापित आपतकालीन निर्णय कक्षमा दिनको समयमा मात्र नभई रातिको समयमा पनि सेवाग्राहीका प्रश्न, गुनासा र सुझावको तत्काल जवाफ दिन सकिने व्यवस्था मिलाइएको बताउनु भएको छ।
परराष्ट्र मन्त्री शिशिर खनाल र जोर्डनका परराष्ट्र मन्त्री आयमान सफादीबीच टेलिफोन भेटवार्ता भएको छ। पश्चिम एसिया द्वन्द्वको मारमा परिरहेका बेला परराष्ट्र मन्त्री खनालले जोर्डनका समकक्षी सफादीसँग टेलिफोन वार्ता गर्दै त्यहाँ रहेका नेपाली कामदारहरूको जीवन सुरक्षाको विषयमा चासो राख्नु भएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित पत्रकार सम्मेलनमा सो वार्ताबारे जानकारी गराउँदै दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा उहाँहरूबीच छलफल केन्द्रित रहेको बताएको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेलले त्यहाँ रहेका नेपालीहरूका सुरक्षाको विषयमा पनि परराष्ट्र मन्त्री खनालले चासो राख्नु भएको बताउनुभयो। त्यस्तै गरी परराष्ट्र मन्त्रालयले हालसम्म पश्चिम एसियामा जारी द्वन्द्वमा हालसम्म 1 जना नेपालीको ज्यान गएको र 28 जना घाइते भएको पनि जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीव्रता दिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल 612 जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ। मन्त्रालयका अनुसार उद्धार गरिएका मध्ये कम्बोडियाबाट 487 जना, म्यानमारबाट 111 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जना रहेका छन्। उद्धार कार्यका लागि थाइल्याण्ड र म्यानमार सहित नेपाली दूतावासहरूले स्थानीय निकायसँग सक्रिय समन्वय र सहयोग गरिरहेका छन्। हाल थप 53 जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै स्वदेश फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। सन् 2021 यता विभिन्न उद्देश्यले कम्बोडिया भ्रमणमा जाने नेपालीको संख्या 21,000 पुगेको र त्यसमध्ये धेरै जना त्यस्ता शंकास्पद ठगी केन्द्रहरूमा संलग्न भएको हुन सक्ने अनुमान गरिएको छ। कम्बोडिया सरकारले हालै 9 जना नेपालीलाई विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। प्रवक्ता क्षेत्रीका अनुसार पक्राउ परेका मध्ये 5 जनालाई संगठित ठगी अपराध सम्बन्धी कसुरमा सिम रिप प्रोभिन्सियल कोर्टमा पेश गरिनेछ। बाँकी 4 जनालाई सरिक बन्धक, यातना तथा हिंसात्मक क्रियाकलापमा संलग्न रहेको कसुरमा अनुसन्धानका लागि थुनामा राखिएको छ। यो सँगै कम्बोडियामा पछिल्लो समय पक्राउ परेका नेपालीको संख्या कुल 14 पुगेको छ। राष्ट्रिय सभाका सांसदहरूले कृषि आधुनिकीकरण, मल कारखाना स्थापना, अनुदानको दुरुपयोग, नियन्त्रण तथा किसानलाई प्राकृतिक स्रोतमा पहिलो अधिकार सुनिश्चित गर्न सरकारको ध्यानकर्षण गराएका छन्। शुक्रबार सिंहदरबारमा बसेको संघीय सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो ध्यानकर्षण गराएका हुन्। मुलुकको जीडीपीमा कृषि क्षेत्रको योगदान अपेक्षा अनुसार हुन नसकेको भन्दै कृषि उत्पादन वृद्धि र बजार व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्। सांसदहरूले देशभरका खेतीयोग्य जमिनको माटो कमजोर हुँदै गएको भन्दै रैथाने बिउको संरक्षण तथा किसानलाई गुणस्तरीय बिउको सहज वितरण सुनिश्चित गर्नुपर्ने समेत बताएका छन्। बैठकमा नेकपाका सांसद श्री कृष्ण प्रसाद अधिकारीले देशको झण्डै आधा जनसङ्ख्या कृषिमा निर्भर भए पनि कृषि प्रणालीलाई अझै परम्परागत अवस्थामा सीमित रहेको बताउनुभयो। उहाँले नेपालको कुल ग्राहस्थ उत्पादन जीडीपीमा कृषि क्षेत्रको योगदान जम्मा 24.12% मात्र रहेको उल्लेख गर्नु भएको छ। नेकपा एमालेका सांसद सोनाम गोल्जेम शेर्पाले कृषि क्षेत्रका समस्या समाधानमा संस्थागत निरन्तरताको अभाव रहेको भन्दै मन्त्री फेनिदा नीति परिवर्तन हुने प्रवृत्तिले दीर्घकालीन योजना प्रभावित भएको बताउनु भएको छ। त्यस्तै गरी नेपाली कांग्रेसका सांसद नारायण दत्त मिश्रले अनुदानको नाममा ठूलो बजेट दुरुपयोग भएको भन्दै कोल्ड स्टोर निर्माणका लागि 12-14 करोड रुपियाँ लगिएको भए पनि अहिलेसम्म संरचना निर्माण नभएको बताउनु भएको छ। बैठकमा बोल्ने अधिकांश सांसदहरूले किसान तथा राष्ट्रिय उत्पादनको हित विपरीत रहेका अन्तर्राष्ट्रिय सम्झौताहरूको पुनरावलोकन गर्न समेत माग गरेका छन्। नयाँ सरकार गठन भएपछि मुलुकमा स्थिरता कायम गरी लगानीको अनुकूल वातावरण बन्ने अपेक्षा गरिएको समयमा उद्योगी व्यवसायमाथि भइरहेको धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित भएको उद्योगी व्यवसायीको संस्थाहरूले बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, एफएनसीसीआई, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले शुक्रबार संयुक्त रूपमा आफ्नो भनाइ सार्वजनिक गर्दै पछिल्ला दिनमा सरकारले उद्योगी व्यवसायमाथि धरपकड गर्दा निजी क्षेत्र त्रसित भएको भन्दै सरकारको ध्यानकर्षण गराएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्ड्य र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले संयुक्त रूपमा सार्वजनिक गरेको विज्ञप्तिमा अर्थतन्त्रमा 81% र रोजगारीमा 86% योगदान पुर्याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजस्व तथा पूर्वाधार निर्माणमा समेत गम्भीर असर पार्न सक्ने बताइएको छ। तीनवटै संगठनले नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्र उद्योगी व्यवसायलाई पक्राउ गर्नुको साटो आर्थिक कसुर सम्बन्धमा पहिले सुनवाई गर्ने र कसुर प्रमाणित भएपछि मात्रै थुन्ने दृष्टिकोण अपनाउन सरकारलाई आग्रह गरेका छन्। उद्योगी व्यवसायहरू अनुसन्धानलाई सघाउन पुनः तयार रहेको र प्रहरीले बोलाएको समयमा उपस्थित हुने जानकारी दिँदै पनि आर्थिक कसुरकै अभियोगमा पक्राउ गरिनुले समग्र निजी क्षेत्रलाई चिन्तित र दुखी बनाएको छ। विज्ञप्तिमा उल्लेख छ, यस्तो धरपकडले व्यक्तिगत रूपमा मात्र नभई लाखौं रोजगारी आपूर्ति श्रृङ्खला, बैंकिङ क्षेत्र र सम्पूर्ण आर्थिक प्रणालीमा गम्भीर धक्का पुग्ने तथा अर्थतन्त्र सङ्कटमा पर्न सक्ने तर्फ पनि उनीहरूले ध्यानकर्षण गराएका छन्। निजी क्षेत्रले कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागीदार हुनुपर्छ भन्नेमा कुनै विमति नरहेको पनि स्पष्ट पारेका छन्। साथै नेपालको संविधानले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म कस्तुरदार नमानिने व्यवस्थाको स्मरण गराउँदै सरकारलाई गम्भीर हुन आग्रह पनि गरेका छन्।
पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा पुग्नु भएको छ। पूर्व राजा शाह आफ्नो व्यक्तिगत भ्रमणको सिलसिलामा शुक्रबार पोखरा पुगेको बताइएको छ। उहाँलाई स्वागत गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर समर्थकहरूको उपस्थिति रहेको थियो। स्वागतका लागि उपस्थित भएका सर्वसाधारणले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै पूर्व राजाको पक्षमा जय जयकार समेत गरेका थिए। उहाँलाई पञ्चे बाजा र पुष्पगुच्छाले स्थानीयले भव्य स्वागत गरेका छन्। पूर्व राजा शाह पोखरा भ्रमणका क्रममा केही दिन पोखराका विभिन्न धार्मिक स्थलहरूको अवलोकन गर्ने र स्थानीय नागरिक समाजका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ। उहाँको उक्त भ्रमणलाई विशुद्ध व्यक्तिगत भनिए पनि स्थानीय स्तरमा यसलाई निकै चर्चा पाएको छ। पोखराको पर्यटन र पछिल्लो राजनीतिक वातावरणका बीच पूर्व राजाको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयसँगै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले क्याम्पस परिसरबाट विरोध प्रदर्शन गर्दै सरकारको यस्तो कदम पूर्णतः अनुचित र लोकतन्त्र विरोधी भएको बताएका छन्। विरोध प्रदर्शनमा सहभागी विद्यार्थीले लोकतन्त्रमा विद्यार्थी संगठन र उनीहरूको स्वतन्त्रता खोज्ने काम किमार्थ स्वीकार नहुने चेतावनी दिएका छन्। उनीहरूले वर्तमान सरकारको यस्तो तयारीले विद्यार्थीको शैक्षिक र राजनीतिक अधिकारलाई कुण्ठित पार्ने बताउँदै तत्काल त्यस्तो तयारी रोक्न माग गरेका छन्। क्याम्पस परिसरमा विद्यार्थी उपस्थित भएर सरकार विरुद्ध नाराबाजी गरेका थिए। नेपाल मेडिकल काउन्सिलले 17 जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ। नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी र नागरिकता लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको काउन्सिलको दर्ता किताबबाट नाम हटाइएको हो। काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन 2020 नियमावली 2024 र नेपाल नागरिकता ऐन 2063 बमोजिम ती चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय भएको जनाएको छ। यो सूचना प्रकाशित भएकै मितिदेखि लागू गरिने पनि बताइएको छ। दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ। नाम हटाएका चिकित्सकहरूमा डाक्टर शर्मिला गुरुङ, डाक्टर रोशन भूषाल, डाक्टर मोती गुरुङ, डाक्टर देवराज रेग्मी, डाक्टर मेरिना गुरुङ, डाक्टर निरञ्जन देव पाण्डे, डाक्टर रोजन केसी, डाक्टर ममता गुरुङ, डाक्टर राजीव हमाल र डाक्टर सलुजा सिंह थारू रहेका छन्। त्यस्तै गरी डाक्टर सुजना केसी, डाक्टर जोस्ना शाही, डाक्टर मनिषा हमाल, डाक्टर सुप्रिया साक्य, डाक्टर इच्छा नेउपाने, डाक्टर दिपेन ढकाल र डाक्टर तुषार सर्वजनको नाम पनि दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ। नेपाली नागरिकका रूपमा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि पुरानो दर्ता स्वत अवैध हुने कानुनी व्यवस्था रहेको छ। साताको अन्तिम कारोबारका दिन शुक्रबार शेयर बजार घट्ने क्रम थामिएको छ। उक्त दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा 1.45 अङ्क बढेर बन्द भएको छ। सो वृद्धिपछि नेप्से 2788 अङ्कमा कायम भएको छ। अघिल्ला 4 कारोबारका दिन लगातार बजार घटेको थियो। शुक्रबार कारोबार रकम सामान्य बढेको छ। बिहीबार 5 अर्ब 9 करोडको कारोबार भएकोमा शुक्रबार 5 अर्ब 27 करोडको कारोबार भयो। 87 कम्पनीको मूल्य बढ्दा 168 कम्पनीको घट्यो भने 14 को स्थिति रह्यो। 3 ब्याटरको अर्धशतक प्रेरणामा नेपाल ए क्रिकेट टोलीले ओमानसँगको दोस्रो एकदिवसीय खेलमा जितसँगै श्रृङ्खला बराबरी गरेको छ। मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो एकदिवसीय खेलमा ब्याटिङमा साथ पाउँदा नेपाल एले ओमानमाथि 115 रनको जित निकाल्दै 2 खेलको श्रृङ्खलामा बराबरी गरेको हो। अनिल कुमार शाहको कप्तानीमा रहेको नेपाल एले पहिलो खेलमा 70 रनले हार बेहोरेको थियो। तर दोस्रो खेलमा 3 ब्याटरको अर्धशतकसँगै बलिङमा पनि साथ पाएपछि नेपाल ए ओमानमाथि पूर्ण रूपमा हावी भयो। आइसिसी विश्वकप लिग 2 त्रिकोणात्मक श्रृङ्खला खेल्न आएको ओमानसँग नेपाल ए को उत्कृष्ट प्रदर्शनसँगै सिनियर टोलीलाई आत्मबल बढेको छ। आजदेखि ओमान, नेपाल र संयुक्त अरब इमिरेट्स युएई सम्मिलित लिग 2 को त्रिकोणात्मक श्रृङ्खला हुँदैछ। लिग 2 को अङ्क तालिकामा शीर्ष 3 भित्र रहेको ओमानले भने हारबाट त्रिकोणात्मक श्रृङ्खला सुरु गर्ने भएको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल एले 285 रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको ओमान 36.3 ओभरमा 169 रनमै अल आउट भयो। खराब सुरुवात गरेको ओमानका लागि मध्यक्रमका ब्याटर मुजब्बर अलीले 43 रन बनाए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो। 6औं ओभरमा नै पहिलो विकेट गुमाएको ओमान सम्हालिन नै सकेन। 5औं विकेटका लागि मुजिबरले र जितेन कुमार रामदानीले 44 रनको साझेदारी गरे। यो नै सर्वाधिक ठूलो साझेदारी बनेको हो। जितेन कुमारले 24 रन जोड्दा तल्लो क्रमका ब्याटर विनायक शुक्लाले 21 रनको योगदान दिए। कप्तान जतेन्द्र सिंह 17 रन, ओपनर दय पृथ्वी माछी 19 रन र हमाद मिर्जाले 18 रन बनाए। नेपालको बलिङमा युवा स्पिनर युवराज खत्रीले 3 तथा हेमन्त धामी, आकाश चन्द, शेर मल्लले 2 र सन्तोष यादवले 1 विकेट लिँदै ओमानको इनिङ धराशयी बनाइदिएका थिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल एले पुरै ओभरमा 7 विकेटको क्षतिमा 284 रनको योगफल बनाएको थियो। 3 ब्याटर देव खनाल 64, ईशान पाण्डे 69 र कुशल मल्लले 57 रनको अर्धशतकीय योगदान खेले। सुरुमा नै 2 विकेट गुमाएपछि नेपालको सुरुवाती राम्रो हुन सकेन। ओपनर अर्जुन कुमाल 13 रन र कप्तान अनिल कुमार शाह 7 रनमै आउट भए। तर तेस्रो विकेटका लागि देव र ईशान बीच 90 रनको महत्त्वपूर्ण साझेदारी बन्यो। 95 बलमा देवले 5 चौका प्रहार गरे। त्यसपछि आएका तीर्थराज दास 1 रनमै पेभिलियन फर्किए। तर 5औं
विकेटका लागि ईशान पाण्डे र सन्दीप जोराले 70 रनको साझेदारी गरे। जोरा 42 रनमा आउट भए। 26 बोलमा उनले समान 3 चौका र छक्का प्रहार गरे। ईशानले 7औं विकेटका लागि कुशल मल्लसँग 64 रनको साझेदारी गरेपछि नेपाल राम्रो योगफलतर्फ अग्रसर भएको हो। कुशलले 32 बलमा समान 4 चौका र 1 छक्का प्रहार गरे। 78 बल खेलेका ईशानको इनिङमा 6 चौका रह्यो। ओमानको बोलिङमा जितेन कुमारले 2 तथा शकील अहमद, नमिद खान, सिद्धार्थ बुक्ला पाटम र वासिम अलीले समान 1 विकेट लिएका थिए। चीनको सान्यमा भइरहेको 6औं एसियन बीच गेम्स 2026 को महिला कबड्डी अन्तर्गत नेपाल बंगलादेश बीचको खेल वर्षाका कारण स्थगित भएको छ। समूह बीमा रहेको नेपाल बंगलादेश बीच शुक्रबार खेल हुने तालिका थियो, तर वर्षाका कारण स्थगित भएको नेपाली टोलीका सेभ द मिसन रहेका रामकृष्ण श्रेष्ठले जानकारी दिएका छन्। अब नेपाली समूह बी अन्तर्गत थाइल्याण्डसँग भने यसअघि निर्धारित तालिका अनुसार नै आज खेल्नेछ। नेपाल र बंगलादेश बीच रोकिएको खेल भने आइतबार हुने सेभ द मिसन श्रेष्ठले जानकारी दिएका छन्। यसैबीच 6औं एसियन बीच गेम्स प्रतिस्पर्धा गर्न नेपाली कुस्ती टोली शुक्रबार चीन प्रस्थान गरेको छ। नेपालबाट कुस्तीका 3 खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। कुस्तीमा पुरुषतर्फ सुरेश चुरानाले 80 केजी र त्रिलोकी प्रसाद यादवले 90 केजी भन्दा माथि तथा महिलातर्फ सुशीला चन्दले 70 केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। अमेरिकाले पश्चिम एसिया क्षेत्रमा तेस्रो विमान वाहक युद्ध पोत पठाएको छ। यसलाई विज्ञहरूले पछिल्ला 20 वर्षमा उक्त क्षेत्रमा सबैभन्दा ठूलो अमेरिकी नौ सैनिकको उपस्थिति भनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध कहिले सकिन्छ भनेर समय सीमामा दिन अस्वीकार गरेकै अवस्थामा विमान वाहक युद्ध पोत जहाज पुगेको छ। अमेरिकी मध्य कमान्डका अनुसार यूएस जर्ज डब्ल्यू बुश पश्चिम एसियाको जिम्मेवारी क्षेत्रमा प्रवेश गरेको छ। उक्त युद्धपोत निम्स क्लासको हो। यो सन् 2009 मा सेवा छिरेको थियो। लगभग 1000 फिट लामो र 1 लाख टन भन्दा बढी तौल भएको उक्त युद्धपोतमा 80 भन्दा बढी विमान राख्न सकिन्छ। यसमा 2 वटा आणविक रिएक्टर छन् जसमा 5500 भन्दा बढी सैनिक तथा एयर क्रूहरू रहन्छन्। विशेषज्ञहरूका अनुसार यो तैनाथीले कुनै गोली नचलाइकन कूटनीतिक दबाव बढाउन सक्ने संकेत दिएको छ। पूर्व अमेरिकी नौसेना कप्तान कार सुस्टरले यो उपस्थितिले इरानमाथि शान्ति वार्ता थप दबाव सिर्जना गर्ने बताएका छन्। उक्त जहाज पहिले तैनात भएको यूएस जेराल्ड आर फोर्डलाई प्रतिस्थापन गर्न आएको हुन सक्ने केही विश्लेषकहरूले अनुमान गरेका छन्। उक्त जहाज लामो समयदेखि उक्त क्षेत्रमा तैनात छ। अर्को जहाज यूएस अब्राहम लिंकन पनि युद्ध सुरु भएदेखि नै अरब सागरमा उपस्थिति रहेको छ। अमेरिकामा लागू गरिएको गोल्ड कार्ड भिजा कार्यक्रम अन्तर्गत अहिलेसम्म 1 जनालाई मात्र भिजा दिएको छ। अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले बिहिबार यस्तो जानकारी दिएका छन्। यो कार्यक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बरमा सुरु गरेका थिए। यस अन्तर्गत विदेशी नागरिकले $15,000 तिरेर आवेदन प्रक्रिया छिटो गराउन सक्छन्। त्यसपछि कडा जाँच प्रक्रिया पार गरेपछि $10 लाख को योगदान गरेमा उनीहरूले ग्रीन कार्ड सरहको स्थायी बसोबास पाउन सक्छन्। यसले अमेरिका बस्न र काम गर्न अनुमति दिन्छ। लुटनिकका अनुसार अहिले 100 आवेदकहरू प्रक्रियामा छन्, तर कार्यक्रम नयाँ भएकाले सावधानीपूर्वक कार्यान्वयन भइरहेको छ। हालै 1 जनालाई स्वीकृति दिएको छ र अरु 100 प्रक्रिया हुँदैछन्, उनले संसदीय सुनवाईमा बताएका छन्। यसअघि उनले करिब 10,000 मानिसले प्रारम्भिक दर्ता गरिसकेको र भविष्यमा हजारौं गोल्ड कार्ड बिक्री हुने अपेक्षा गरेको बताएका छन्। शान्ति अपरेसनका लागि राष्ट्रसङ्घीय उपमहासचिव जीन पियरे गाजा, युक्रेन र सुडान लगायत धेरै क्षेत्रहरूमा चलिरहेको द्वन्द्वका कारण बारुदी सुरुङ र विस्फोटक उपकरणहरूबाट बढ्दो खतराको चेतावनी दिएका छन्। जेनेभामा बोल्दै उनले बारुदी सुरुङबाट हरेक दिन औषधि 1 व्यक्तिको मृत्यु हुने गरेको बताएका छन्, जसमा प्राय बालबालिकाहरू रहेको उनले उल्लेख गरेका छन्, जसले डिमाइनिङ प्रयासहरूलाई असर गर्ने गम्भीर कोष अवरोधहरूलाई प्रकाशन गर्छ। उनले यस्ता घटनालाई खतरनाक अवस्थाको रूपमा वर्णन गर्दै राष्ट्रसङ्घ, गैर सरकारी संस्था र सदस्य राष्ट्रहरू सम्मिलित समन्वित अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको कुरामा जोड दिएका छन्। बिग्रदै गएको सुरक्षा अवस्था, गलत सूचनाको फैलावट र आधुनिक प्रविधिद्वारा उत्पन्न उदीयमान खतराहरूसँग सम्बन्धित परिचालन चुनौतीपूर्ण हुने पनि उनले औल्याएका छन्। इरानले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने मित्र राष्ट्रका जहाजहरूलाई टोल फीमा छुट दिएको छ। छुट पाउने देशहरूमा रुस पनि रहेको बताइएको छ। मस्को स्थित इरानी राजदूत कामेज जालालीले रुसी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार केही देशहरूलाई विशेष छुट प्रदान गरिरहेको छ। हामीले केही देशहरूका लागि छुट दिएका छौं, भविष्यमा के हुन्छ भन्न सकिँदैन उनले भने। उनका अनुसार हाल इरानको विदेश मन्त्रालयले यस्ता छुटको उपयोग गर्दै रुस जस्ता मित्र राष्ट्रहरूका लागि सुविधा सुनिश्चित गर्न प्रयास गरिरहेको छ। यसअघि इरानले अमेरिका र इजरायलसँगको द्वन्द्वबीच स्ट्रेट अफ होर्मुज भएर आउने जाने जहाजसँग टोल फी उठाउने योजना अगाडि सारेको थियो। बिहिबार इरानी संसदका उपसभामुख हमिद रेजा हजीबाबाईले टोल फी बापतको 1 किस्ता रकम इरानी केन्द्रीय बैंकको खातामा जम्मा भएको बताएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान र इजरायल बीचको युद्ध विराम थप 3 हप्ताका लागि लम्ब्याउने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल स्रोत मार्फत लेबनान र इजरायली कब्जाका वार्ताहरू बीच व्हाइट हाउसमा आयोजित वार्ता उपलब्धिमूलक भएको बताएका हुन्। लेबनानका राष्ट्रपति जोसेफ औन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच स्थायी शान्ति कायम गर्न छिट्टै बैठक हुने तयारी भइरहेको पनि ट्रम्पले पुष्टि गरेका छन्। व्हाइट हाउसमा लेबनान र इजरायली कब्जा बीच दोस्रो चरणको प्रत्यक्ष वार्ता आयोजना गरिएको थियो, जसको उद्देश्य दुई पक्षहरू बीच स्थायी शान्ति सम्झौतामा पुग्नु रहेको बताइएको छ। सामाजिक सञ्जाल कम्पनी फेसबुकको माउ कम्पनी मेटाले करिब 8000 कर्मचारी कटौती गर्ने योजना बनाएको छ। कम्पनीले कर्मचारीहरूलाई पठाएको मेमोमा कुल कार्यबलको झण्डै 10% कटौती गरिने उल्लेख गरेको छ। कृत्रिम बौद्धिकता एआई क्षेत्रमा खर्च तीव्र रूपमा बढाउँदै गर्दा कम्पनीले यो घोषणा गरेको हो। मेमो अनुसार कम्पनीले हजारौं रिक्त पदहरू पनि अब नभरिने जनाएको छ। उक्त निर्णयको मुख्य कारण एआई परियोजनामा बढ्दो लगानी हो। स्रोतका अनुसार मेटाले यस वर्ष एआईमा करिब $135 अर्ब खर्च गर्ने तयारी गरेको छ, जुन अघिल्ला 3 वर्षको कुल खर्च बराबर हो। कम्पनीका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सीईओ मार्क जुकरबर्गले यस अघि नै एआईका कारण काम गर्ने तरिकामा ठूलो परिवर्तन आउने संकेत दिएका थिए। उनले एआई उपकरण प्रयोग गर्ने कर्मचारीहरू धेरै उत्पादन भएको र पहिले ठूलो टोलीले गर्ने काम अब एकै व्यक्तिले नै गर्न सक्ने बताएका थिए। मलाई लाग्छ 2026 एआईले हाम्रो काम गर्ने तरिकालाई नाटकीय रूपमा परिवर्तन गर्ने वर्ष हुनेछ, उनले भनेका थिए। मेटाले सन् 2022 यता पटक कर्मचारी कटौती गर्दै आएको छ। यस वर्ष मात्रै कम्पनीले 2 चरणमा करिब 2000 कर्मचारी हटाइसकेको छ। अब हुने कटौती भने 2023 पछिकै सबैभन्दा ठूलो हुने बताइएको छ। हालका महिनाहरूमा कम्पनीले एआई मोडेल र उपकरण विकासमा विशेष ध्यान केन्द्रित गरेको छ। यसै सन्दर्भमा कम्पनीले कर्मचारीको कम्प्युटर प्रयोग सम्बन्धी गतिविधि ट्र्याक गरेर एआई सुधार गर्न प्रयोग गर्ने योजना पनि अगाडि सारेको छ, जसलाई केही कर्मचारीहरूले विवादास्पद बताएका छन्। र स्वास्थ्यसँग सम्बन्धित जानकारीमा फ्रिजमा पिठो राख्दा किन कालो हुन्छ? रोटी नेपाली भान्साको महत्त्वपूर्ण परिकार हो। लगभग हरेक घरमा रोटी पकाइन्छ। समय बचत गर्न धेरैजसो मानिसहरूले पिठो मुछेर पहिल्यै फ्रिजमा राख्ने गर्छन्, तर केही घण्टापछि पिठो कालो हुन थाल्छ। यसले पिठोको रङ त बिगार्छ नै, स्वाद र सुगन्ध पनि परिवर्तन गर्छ। यो किन र कसरी हुन्छ? केही सरल सुझावहरू पालना गरे तपाईँ पिठोलाई लामो समयसम्म ताजा राख्न सक्नुहुन्छ। किन मुछेर राखेको पिठो कालो हुन्छ त? जब पिठो मुछेर फ्रिजमा राखिन्छ, यो हावा र ओसिलोपनको सम्पर्कमा आउँछ। पिठोलाई राम्रोसँग छोपिएको छैन भने यसको सतह सुक्न र रङ परिवर्तन हुन थाल्छ। यसबाहेक लामो समयसम्म राख्नाले पिठोमा अक्सिडेसन हुन सक्छ, जसले गर्दा यो कालो वा खैरो देखिन सक्छ। यही कारणले गर्दा फ्रिजमा राखिएको पिठो चाँडै बिग्रन सक्छ। पिठोलाई ताजा राख्न यसलाई हावा छिर्न नपाउने भाँडामा हालेर राख्नुपर्छ। पिठोको डल्ला बनाएर यसको बाहिरी पत्रमा थोरै घिउ वा तेल लगाउनुपर्छ। यसले पिठो सुक्न वा कालो हुनबाट रोक्छ। हावा पस्न नदिन पिठोको डल्लोलाई सफा कपडा वा क्लिनिङ र्यापरले ढाकिदिनुस्। हावाको सम्पर्कले पिठोलाई चाँडै बिगार्न र कालो बनाउन सक्छ। पिठो मुस्दा गर्न हुन्न यस्ता गल्तीहरू। पिठो मुस्दा धेरै पानी प्रयोग नगर्नुहोस् वा धेरै कडा नपार्नुहोस्। मनतातो पानीले मुस्दा रोटीहरू नरम हुन्छन्। पिठो मुस्दा थोरै थोरै गरेर पानी राख्नुपर्छ। एकैचोटि धेरै पानी थप्दा पिठो बिग्रन सक्छ। पिठो राम्रोसँग मुस्नु महत्त्वपूर्ण छ। 5-10 मिनेटसम्म पिठो मुस्दा रोटीहरू नरम हुन्छन्। नरम र स्वादिष्ट रोटी बनाउन चाहनुहुन्छ भने साधारणतया निम्न कुराहरूमा ख्याल राख्न आवश्यक छ। पिठो राख्न हावा नछिर्ने कन्टेनर प्रयोग गर्नुहोस्। स्टिल गिलास वा फुड ग्रेड प्लास्टिक कन्टेनरमा पिठो राख्न सकिन्छ। यसले हावा र ओसिलोपनलाई छिर्न दिँदैन। मुछेको पिठोलाई सधैँ फ्रिजमा राख्नुहोस्। यसो गर्दा लामो समयसम्म पिठो ताजा रहन्छ। मुछेको पिठोलाई 24 घण्टाभित्र प्रयोग गर्ने प्रयास गर्नुहोस्। यदि पिठोबाट नराम्रो गन्ध आउन लागेको छ भने, रङ उल्लेखनीय रूपमा परिवर्तन भएको छ वा चिपचिपे बनेको छ भने यसलाई प्रयोग गर्नु हुँदैन। पिठो सधैँ ताजा रहोस् भन्ने चाहनुहुन्छ भने थोरै मात्रामा मुछ्नुहोस् अनि समयमै प्रयोग गर्नुहोस्। यिनै समाचार सामग्री सहित हामी समाचारको अन्त्यमा आइपुगेका छौं। प्रस्तुत गरेको समाचार सामग्रीमा तपाईको केही प्रतिक्रिया भए कमेन्ट बक्समा लेखिदिनु होला। साथै मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। तपाईको बाँकी पल सुखद रहोस्। नमस्कार।